ल आज चाहिँ हामीले यो नेपालको सबैभन्दा ठुलो मोमो यो दार्जिलिङको मोमो हो मगाएको हामीले यो भयो अनि हामीसँग यो करेन्ट चाउचाउ छ र यो चिकन डाइमन्ड छ धेरै दिन भएको थियो नहालेको र आज चाहिँ राम्रो बनाउन खोज्छौँ के हुन्छ ल अब चाहिँ हामी सुरु गर्न गइरहेको छौँ ल अब सुरु गरौँ है त मबाटै सुरु गरेँ त मैले मोमो पनि चिसो भयो त्यस्तो मिठो छैन होला पछाडि पुरो न पुरो छ धेरै आएको थियौँ त्यो चाहिँ एउटाले ड्याम्मै बनाइहाल्दो रहेछ त्यो पनि बिहान ल्याएको चिसोले त्यही भएर आज चाहिँ यो सकिन्छ जस्तो लागेको छैन खासै म त अचम्म लागिरहेको छ यो युट्युबरहरूले कसरी खान्छ नि यत्रो मेरो त मुख पोलिरहेको छ है घाउमा त्यो यो अचार पनि छिटो छ छिटो बनाइयो अहिले चाहिँ खासै सकिन्छ जस्तो लागेको छैन अब हेरौँ कति सकिन्छ त्यति खाने नसकेको अब मैले चाहिँ सकिनँ होइन मेरो मुखमा घाउ निस्केर मुख पनि पोलो निकै म चाहिँ अब सक्छु होला अलिअलि साथीले सक्छ चिकन डाइमन्ड भयो मलाई पनि भयो म पनि सकिनँ अब अर्को भिडियोमा चाहिँ हामी पुरै सक्ने गरी नै आउँछौँ हामी हल्का बिरामी पनि थियौँ बिरामी भएर पनि अलिक खासै नसकेको होला